तिमीहरूको औकात तिमीहरूको हैसियत के हो भन्ने कुरा मैले त्यो भिडियोमा भनिसकेको छु। तिमीहरू को हो, तिम्रो नेपाल आमासम्मको सम्बन्ध कस्तो छ भन्ने कुरा त्यो भिडियो हेर अनि थाहा पाउँछौ। तपाईँलाई म एउटा 26 वर्ष केटाको खतरनाक कहानी भन्छु। 26 वर्ष केटा र उसको फ्यामिलीको नेपाली केटा, इन्स्पायरिङ स्टोरी है, इन्स्पायरिङ। होल गणतन्त्रवादीहरू इन्स्पायर हुनुपर्छ यो कुराबाट, राजावादी होइन होइन। एउटा 26 वर्षको युवा केटाले 1 अरब बराबरको जग्गा किनिदिन्छ क्या, महँगो क्या, अब काठमाडौँमा प्लटै किनिदिन्छ क्या होइन, त्यति धेरै त्यति रोपनी जग्गा किन्छ क्या। अनि त्यही युवाले 1 वर्ष पछाडि होइन 10 अरब नेपाली रुपियाँ बराबरको काठमाडौँमा ओइल सेटल्ड होइन, अनि के भन्छ रेपुटेटेड होटलै किनिदिन्छ क्या है। कारोबार के गर्छ भन्दाखेरि उसको जागिर के हो भन्दाखेरि हि हेज नथिङ क्या होइन। उसको जागिर भनेको केही छैन, भर्खर राजनीति सम्बन्धी अध्ययन सकेर बसिरहेको छ बाहिरबाट है। प्रोफेसनले जेरो छ, उमेरले 26 वर्षको मात्र। तपाईँ हामीभन्दा 9-10 वर्ष कान्छो युवा केही नगरी यसरी अरबौंको सम्पत्ति जोडिदिरहेको छ। वाट अ इन्स्पायरिङ स्टोरी क्या होइन। तर केही गर्दैन भन्छ पैसा चाहियो कहाँबाट, रुखबाट होइन, उसको बाउआमा क्या। त्यतिसम्म मेहनती बाउआमा, जसको बाउआमा दुवै नेता, एउटा मन्त्री अर्को 6-7 चोटि मन्त्री भइसकेको। बाउको स्यालेरी मन्थली मासिक कमाइ 60 देखि 65 हजार होइन, घुस बाहेक है, चोखो पैसा। आमाको कमाइ 70 देखि 80 हजार। तर पनि क्यालकुलेसन गर्ने हो भने यी 1 अरब 10 अरब बराबरको लगानी 10 चोटि प्रधानमन्त्री भए पनि, 2 बाउआमै 10 चोटि प्रधानमन्त्री भए पनि त्यतिसम्म पैसाहरू जोड्न एकदमै हम्मे पर्छ ग्यास। लोयल्ली जम्मा गर्ने हो भने त्यतिसम्म पैसा जम्मा गरिँदैन। स्कुल छ आफ्नै, वान अफ द एक्सपेन्सिभ स्कुल अफ नेपाल काठमाडौँ, त्यहाँ मात्र राम्रो शिक्षा पढाइ हुन्छ। गरिबको बच्चा पढ्न पाउँदैनन् त्यहाँनिर। जहाँको मन्थली स्यालेरी मन्थली फी नै अब होइन, नर्सरीदेखि 1 केजी युकेजी एलकेजी का फी नै अब 4 लाखदेखि 5 लाख हुन्छन्। सुपर हाई क्वालिटी, सुपर हाई एजुकेसन है। त्यहाँ गरिबको बच्चाले ठाउँ पाउने चान्सै छैन। यस्तो हुँदाहुँदै पनि तर पनि गणतन्त्रवादीहरूको मुखमा आलु छ। यिनीहरूले डर नमानिकन जुन आयो स्रोतले सिधा जुन यिनीहरूले गरेको कर्मकाण्डले नि सिधा यो घुसको पैसा हो भनेर पोइन्ट गर्दैछ क्या। अनि यिनीहरू पनि सिधा नडराइकन क्या, यत्रा करोडौँ नेपालीले एक वचन मलाई सोध्न सक्छन् है यो पैसा कहाँबाट आयो भन्ने डर पनि छैन क्या। यति पनि डर छैन कि मलाई यो प्रश्न आउन सक्छ भनेर। किनकि उनीहरूलाई थाहा छ यी मेरा जनता हुन्, यी मेरा पार्टीका हुन् र यिनीहरूको म भगवान हुँ। मैले जे गरे पनि मेरो प्रश्न उठ्नेवाला छैन, म माथि प्रश्न चिन्ह खडा हुनेवाला छैन, त्यो थाहा छ। यी मेरा दासी हुन्, यी मेरा नोकर हुन्, यी मेरा जुत्ता पोलिस गर्ने नोकरहरू हुन्। त्यसले गणतन्त्रवादीहरूलाई त्यस्तो सोध्छ क्या तिनीहरूले। सोच्नुहोस् त, त्यही देश नेपाल हो जहाँ यसरी 600 देखि 700 दिराम स्यालेरीको लागि I mean for के भन्छ 18 to 19,000 नेपाली करेन्सी स्यालेरीको लागि, मासिक तलबको लागि लाइनमा छन्। तर पनि तिनीहरूको मुहारमा खुसी छ क्या, किन उनीहरूले देश छोड्दैछन् नि त। नेपालमा त त्यति पनि पाइँदैन होइन। यस्तो कन्ट्रीमा यसरी मान्छेले पैसा लगानी गरिरहेको छ एन्ड देयर इज नो फकिङ क्वेसन मार्क फ्रम गणतन्त्रवाद। हामी त गणतन्त्रको विरोध हौँ, हामी क्वेसन उठाउँछौँ राइट। तर तिमीहरूको लाइफ मैले भने जस्तै हो, तिमीहरू कुन औकातको मान्छेहरू भन्ने कुरा मैले अस्तिको भिडियोमा भनिसकेको छ। यस यो भिडियो मैले युट्युबको लागि बनाएको होइन, टिकटकको लागि मात्र हो, जस्ट फर यो इन्फर्मेसन होइन। तिमीहरूको औकात तिमीहरूको हैसियत के हो भन्ने कुरा मैले त्यो भिडियोमा भनिसकेको छु। तिमीहरू को हो, तिम्रो नेपाल आमासम्मको सम्बन्ध कस्तो छ भन्ने कुरा त्यो भिडियो हेर अनि थाहा पाउँछौ। बाँकी रह्यो अर्को कुरा, मोटिभेसनल एन्ड समथिङ लर्निङको कुरा मैले गरिरहेको थिएँ। आई एम वर्किङ अन इट। मैले यो अमेजनमा हाउ टु स्टार्ट अमेजन बिजनेस होइन, FBA बिजनेस कसरी स्टार्ट गर्ने हरेक देशमा बसेर त्यो बारेमा मैले भिडियो आधा उधी बनाइसकेको छ एन्ड आधा उधी अझै रेकर्ड गर्न बाँकी छ। आई विल डेफिनेटली सेयर इट भेरी सुन। बट यो यस्तो यो मेरो देशप्रति माया नगर्ने गणतन्त्रवादीहरूको लागि होइन, म राजावादी जो देशवादी हुन्, राष्ट्रवादीहरूको लागि भिडियो बनाउँदैछु, युट्युबमा हाल्नेवाला छु। जस्ट फर यो इन्फर्मेसन, तपाईँहरूलाई इन्फर्मेसन दिँदैछु, एकदमै लर्निङ हुनेवाला छ। यु विल गेट अ टिप्स होइन। अब हामी कमाउनु पर्यो, यिनीहरूले देश बचाउँदैनन् अनि हामी पनि खरानी हुन्छौँ। त्योभन्दा अगाडि हामीले हाम्रो दुनो सोझाउन लागि पर्नुपर्छ। आम नट अ टिचर, आम नट अ एक्सपर्ट गाइज। म जे जानिरहेको छु त्यो सेयर गर्दैछु। म आफ्नो मान्छेहरूको लागि, म आफ्नो नेपालीहरूको लागि है। म होइन म सिकाइवरी म जान्ने भएर सिकाएर होइन म ठुलो मान्छे बन्छु भनेर मैले यो गरिरहेको छैन। अफकोर्स नर्दर्न ब्लग इज द च्यारिटी च्यानल, डोन्ट वरी अबाउट इट। यो लर्निङको भिडियो बनाउँदैछु, यसपछि पनि अरू धेरै लर्निङका भिडियोहरू आउनेछन् है। तपाईँहरूले यो नछुटाउनु होला। थ्याङ्क यू सो मच, बाई बाई एन्ड जय नेपाल।